नेपालमा काम र माम नपाएर सानो बच्चा, बिरामी आमा, परिवार सबै छोडेर विदेश जान लागेको छ। उसले चर्को ब्याजमा साउसँग ऋण लिन्छ, सारा सम्पत्ति बन्दकी राख्छ, भएभरको सबै पैसा लगेर मेन पावर कम्पनीलाई बुझाउँछ अनि होमिन बाध्य हुन्छ। मेन पावर कम्पनीको पनि आफ्नै दर रेट छ यसको लागि, कसलाई कति ठग्ने भन्ने। खाडी मुलुक जाने हो भने एकजनाको 30 देखि 50 हजार र युरोपका देशहरू जाने हो भने एकजनाको 1 लाख देखि 3 लाखसम्म ती श्रमिकहरूबाट यी मेन पावर कम्पनीहरूले सुरुमै ठटाउँछन् प्रिपेड घुस। प्रिपेड घुस बाबतको त्यो पैसा र त्यसरी घुस दिनेहरूको नामको एउटा लिस्ट तिनीहरूले एयरपोर्टमा भएका अध्यागमन अधिकारीहरूको एजेन्टसम्म पुर्याउँछन्। जब यताबाट प्रिपेड घुस बुझाउने मान्छेहरू एयरपोर्ट पुग्छन्, उनीहरूलाई यो खेल पत्तै हुँदैन। इमिग्रेसन अफिसरले त्यो लिस्टमा त्यो व्यक्तिको नाम छ कि छैन त्यो चेक गर्छ, छ भनेदेखि खुसुक्क डिपार्चर स्ट्याम्प लगाइदिन्छ, पठाइदिन्छ, धेरै सोधखोज हुँदैन। जसले यसरी प्रिपेड घुस बुझाएको छैन